फेरि हामी पुनः माथि फर्किनेछौँ। हाम्रो साथी हुनुहुन्छ जसको उहाँ हाम्रो बेस्ट फ्रेन्ड सुनिल झा र साथमा म एकछिन उहाँले छु। उहाँ एकजना पानी बोकेर आउँदै हुनुहुन्छ है। यहाँ यस्तो छ जीवन। त्यो खोला ऊ त्यही छ त। मैले देखिसकेँ खोला ऊ त्यही छ। 20 मिनट 15 मिनट हैन? लाग्छ अरे। हेरे 20 मिनट 15 मिनट मैले भने अनुसारले म जान्न। उकालो ओह्रालो छ उ हेर कति तल छ। धेरै तल छैन, तल लाग्छ मात्र। यहाँबाट भेट हुन्छ। त्यो त्यहाँ जाने हैन, हामी यता जंगलबाट जाने हो। ऊ त्यहाँ पर हामी त्यहाँ खोला देखिरहेको छु है। ऊ त्यहाँ हेर्नुस् त। सायद यहाँ क्यामेरामा राम्रो नहुन पनि सक्छ। बादल लागेको छ। त्यहाँ अलिकति बादल पनि लागिरहेछ। त्यहाँ हामीलाई एकचोटि पुगेर फोटोसोटो खिचेर हामी फेरि पुनः माथि आउँछौँ। अब यसो हाम्रो साथी छिन्कु जान मानिरहेको छैन, उसलाई म मनाउने कोसिस पनि गर्छु। म मान्नेवाला छुइनँ किनकि सफर हाम्रो सफल चाहिँ राम्रो होस्, यात्रा राम्रो होस्। त्यहाँसम्म पुगुन्जेलसम्म हामी यही बाटो अब ओह्रालिन्छौँ। त्यो तलको बाटो जुन हाम्रो यो बाटोले जान्छ ठिक्क त्यो त्रिशुली सरी अब कुन खोला हो त्यो त मलाई थाहा होइन है। अब त्यहाँ गएपछि मात्र थाहा हुन्छ। मलाई एकछिन पजमा राखेर म फेरि कन्टिन्यू लिन्छु।